नेपालमा फेक न्युजको समस्या अहिले धेरै गम्भीर भइसकेको छ। सेप्टेम्बर 2025 को जेन्जी प्रोटेस्टको समयमा सोसियल मिडियामा विभिन्न किसिमका खबरहरू फैलिए, जस्तो कि भाटपाटीमा 35 वटा स्केलेटन फेला पर्यो, पार्लियामेन्टभित्र 32 जना प्रोटेस्टरहरू मृत भेटिए, केपी शर्मा ओली दुबई भागे भनेर भाइरल भिडियो पनि आयो। तर यी सबै न्युजहरू फेक थिए, अर्थात् झुटो थिए र 2026 को इलेक्सनमा पनि एआईद्वारा बनाइएका भिडियो तथा फोटोहरूले उम्मेदवारहरूलाई बदनाम गर्ने काम पनि गरियो। त्यसैले फेक न्युज चिन्नको लागि यी 5 कुराहरू सधैँ याद राख्नुहोस्। पहिलो, सोर्स हेर्नुहोस्, कसले लेखेको छ, कुनै भेरिफाइड सोर्स हो कि कुनै अनजान पेज। दोस्रो, डेट चेक गर्नुहोस्, प्राय जसो पुरानो भिडियोहरूलाई नयाँ बनाएर भाइरल बनाउने कोसिस पनि गरिन्छ। तेस्रो, यदि तपाईलाई कुनै फोटो अथवा भिडियोप्रति शंका लाग्यो भने गुगल रिभर्स इमेज सर्च गर्नुहोस्, 1 सेकेन्डमै थाहा हुन्छ त्यो भिडियो रियल हो कि फेक हो भनेर। चौथो, इमोसनल न्युजहरूबाट सावधान रहनुहोस्। जुन भिडियो अथवा फोटोहरूले तपाईलाई बढी रिच, उत्साह अथवा डर दिन्छ त्यस्ता भिडियोहरू प्राय जसो फेक हुने सम्भावना हुन्छ। पाँचौं, शेयर गर्नु अगाडि सोच्नुहोस्, 1 मिनेट रोकिनुहोस्, भेरिफाई गर्नुहोस् अनि मात्र शेयर गर्नुहोस्। फेक न्युज शेयर गर्नु भनेको आगोमा घिउ थप्नु जस्तै हो। त्यसैले हामी प्रत्येकले 1 मिनेट सोच्यौं भने, रोकियौं भने यस्तो भ्रमहरू फैलिनबाट रोकिन सक्छ। सचेत नागरिक बन्नु हाम्रो जिम्मेवारी हो। त्यसैले यो भिडियो आफ्नो परिवारहरू, साथीभाइहरूलाई शेयर गर्नुहोला र थप जानकारीको लागि मलाई फलो गर्न पनि नबिर्सिनुहोला।